ए छोरा, मोबाइलको चार्ज सकियो, तिमीलाई फोन गर्न पनि नमिल्ने नयाँ स्मार्टफोन किन्नु पर्ला जस्तो छ। ओहो बाबा, अब तपाईँ पनि स्मार्टफोनको कुरा थाल्नुभयो? हो त, साथीहरूले भन्छन् स्मार्टफोनमा सबै थोक हुन्छ अरे। बाबा, स्मार्टफोन चलाउन तपाईँले कसरी सिकाउनु होला? त्यति गाह्रो के छ र? तिमीले सानोमा साइकल सिकाए जस्तो सिकाइदिए पुग्छ। ठिक छ, यो त तपाईँलाई अलिकति अभ्यास गर्न मनपर्ने हुन्छ। हेर्नुहोस् बाबा, यो अन गर्नु पऱ्यो, त्यसपछि यहाँ यो पासवर्ड टाइप गर्नुहोस्। ओहो, के हो यो? यति सानो अक्षर कसरी देख्नु? बाबा, तपाईँको लागि फिङ्गरप्रिन्ट सेट गरिदिन्छु। फिङ्गरप्रिन्ट? के मेरो औँलाको छापले फोन छुन थाल्छ? होइन बाबा, यो फोन खोल्नको लागि हुन्छ। यो फोन मेरो हातले बुझ्दैन क्या हो? फल खोज्छ पनि कामै गर्दैन त। बाबु, यो तपाईँको बटनवाला फोन जस्तो होइन के, नरम हात लगाउनुहोस्। नरम भनेको कस्तो नरम? तिमीले आफ्नो आमाको हात त देखेका छैनौ? हो, आमाले कुट्दा पनि फोन चल्न सक्छ होला। बाबु हेर्नु, यो टिकटक हो, त्यहाँ भिडियो बनाउन सकिन्छ। यो चिने साथीहरूको छोरो डान्स गरेर यसमा हिट भएको भन्छन्। तपाईँ पनि डान्स गर्ने? तिमीले गरेको हेर पहिले, अहिले म गएर देखाउँछु। या दादा, नाच्नु, म भिडियो बनाउँछु। ल ल ल ल। ओहो बाबा, तपाईँले स्टार हुनुभएछ। हो, अब तिम्रो बाबाले भिज्ने कार्डमा टिकटक स्टार लिन थाल्छ। स्मार्टफोन त साह्रै राम्रो कुरा पो रहेछ त। तर चार्ज फेरि सकिन थाल्यो। ठिक छ बाबा, म तपाईँको लागि पावर ब्याङ्क पनि किनिदिन्छु।